घना जंगलको बीचमा काठमाडौँबाट टाढा एउटा पुरानो मन्दिर थियो जहाँ एक शक्तिशाली तान्त्रिक बस्थ्यो। गाउँलेहरू उसलाई महाकाल बाबा भनेर चिन्थे। उसको आँखा रातो, अनुहार डरलाग्दो र उसको वरिपरि सधैँ अजीब चिसो हावा चलिरहन्थ्यो। एक दिन गाउँको एउटा गरिब केटा राम शक्तिको लोभमा परेर तान्त्रिकको चेला बन्न पुग्यो। सुरुमा सबै ठिक थियो, रामलाई साना साना मन्त्र सिकाइन्थ्यो। तर केही दिनपछि महाकाल बाबाले उसलाई मध्यरातमा चिहानतिर लैजान थाल्यो। एक रात अँध्यारोमा तान्त्रिकले रामलाई भन्यो, आज तिमी साँचो शक्ति देख्नेछौ। चिहानको बीचमा एउटा नयाँ खाल्डो खनिएको थियो। तान्त्रिकले कालो मन्त्र पढ्न थाल्यो। हावा एक्कासी भारी भयो र जमिन तलबाट कसैको कराउने आवाज आउन थाल्यो। राम डरले काँप्दै थियो तर भाग्न सक्दैनथ्यो। अचानक खाल्डोबाट एउटा सेतो छाया बाहिर आयो, आँखा नभएको, मुख चिरिएको र सिधै रामतिर हेर्दै। तान्त्रिक मुस्कुराउँदै भन्यो, यो मेरो शक्ति हो, तर आजदेखि यो तिम्रो पनि हुनेछ। त्यसपछि तान्त्रिकले रामको हात समातेर त्यो आत्मातिर धकेल्यो। बाबा, म तयार छैन, राम चिच्यायो। तर ढिलो भइसकेको थियो। आत्माले रामलाई समात्यो, उसको शरीर कठोर भयो र केही सेकेन्डमै उसको आँखा पनि रातो भयो। त्यस दिनपछि महाकाल बाबा हरायो। तर गाउँमा नयाँ तान्त्रिक देखिन थाल्यो। त्यो राम थियो, तर अब ऊ मानिस जस्तो देखिए पनि उसको भित्र त्यो भयानक आत्मा बसिरहेको थियो। र आजसम्म भनिन्छ, जो कोही राति त्यो जङ्गल नजिक जान्छ उसले एउटा आवाज सुन्छ। नयाँ चेला चाहियो।